नेपाली मिति विक्रम सम्वत 2065 मा 240 वर्षको राज शासन शाह वंशको अन्त्य गरी नेपाल गणतन्त्रमा गएको पनि 16 वर्ष बितिसकेको छ। यस अवधिमा देशले समावेशिता, समृद्धि र स्वतन्त्रता पाउने आशा गरेको थियो। तर आज राजनीतिक अस्थिरताका कारण देश बेरोजगार, भ्रष्टाचार र बेथितिको चक्रव्यूहमा फँसेको छ। गणतन्त्रले स्थिरता र समृद्धि दिन नसकेको भन्दै जनतामा निराशा र आक्रोश अन्तिम बिन्दुमा छ। नागरिकको यही चुलिदो आक्रोश भएका बेला राजावादीहरूलाई यो सुवर्ण अवसर बनेको छ। नेपाल एउटा दोसाँधमा उभिएको छ। अब गणतन्त्रलाई समेटेर अघि बढ्ने कि पुरानै शासनतर्फ फर्किने भन्ने अन्योलमा छ। आदरणीय दर्शक महानुभावहरू, आज हामीले अब देश कुन दिशातिर जान्छ, राजावादीको आन्दोलनले देश कुन दिशातिर लैजानेछ, आज हामी यसै विषयमा रहेर विशेष अनुमान र चर्चा गर्नेछौँ। तपाईहरू यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, भिडियो अन्तिमसम्म हेरेर जान्ने र अनुमान लगाउने कोसिस गर्नुहोला। भिडियो कस्तो लाग्छ कमेन्टमा जानकारी दिनुहोला। साथै भिडियो लाइक र सब्स्क्राइब पनि गर्नुहोला। नेपाल एउटा असफल राष्ट्र बन्ने खतरा। नेपालको गणतन्त्रको कथा 2062-63 को जनआन्दोलनबाट सुरु हुन्छ, जसले नेपालका तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनबाट अन्त्य भएको थियो। 2065 जेठ 15 गते औपचारिक संविधान सभाले राजतन्त्रको अन्त्य र देशले गणतन्त्र अँगालेको घोषणा गर्यो। यो परिवर्तनले क्षेत्रीय, जातीय र सामाजिक समावेशिताको आशा जगायो। कयौं वर्ष एकल शासन भएको देशले धर्मनिरपेक्षता, संघीयता र लोकतान्त्रिक मूल्यहरू समावेशको घोषणा गर्यो। सुरुवातमा सबै जनताहरू खुसी, उत्साह थिए। नागरिकहरूले जातीय गरिबी, असमानता र अस्थिरतालाई अन्त्य गर्ने आशा राखेका थिए। तर 16 वर्ष बितिसक्दा पनि यी कामहरू अधुरै भए। गणतन्त्रले 2072 मा संविधान बनायो, तर केही बुँदाहरू कमजोरी र अधुरो रहे, जसमा बारम्बार सरकार परिवर्तन, राजनीति खिचातानी, गठबन्धन गर्ने, सरकार ढाल्ने र भ्रष्टाचारले देशको प्रगति उन्नतिमा बाधा पुग्यो। यो अवधिमा 14 पटक सरकार फेरियो, जसका कारण निरन्तर देशले गति लिन सकिन। यही कमजोरीको कारण देखाएर फेरि अर्को पटक राजावादीहरूले राजतन्त्र ल्याउने कोसिस देखाएका छन्। वर्तमानमा गणतन्त्रको चुनौती। गणतन्त्र धरापमा पर्नुको कारण नेपालको राजनीति अस्थिरता नै हो। नेपालमा सरकारको औसत आयु 1.5 वर्ष रहेकोले देशमा आन्तरिक विकास र योजनाले गति ल्याउन पाएको छैन। उदाहरणको लागि 2074 मा केपी ओलीको मजबुत सरकार पनि खिचलो र राजनीति स्थिरताका कारण केपी सरकार ढल्यो। देशमा अस्थिरता बढ्दै गयो, भ्रष्टाचार मौलाउँदै गयो। ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् 2024 मा भ्रष्टाचार सूचक अङ्कमा नेपाल 34 अङ्क प्राप्त गरेको छ र 180 मुलुकमध्ये 107औं स्थानमा छ। गत वर्षको तुलनामा यो स्कोर 1 अङ्कले घटेर 33 अङ्क पाएको छ। तपाईले यो बुझ्नुहोस् कि जति यो स्कोर घटेको छ, त्यति भ्रष्टाचार धेरै भएको तथ्याङ्क देखाउँछ। यो तथ्याङ्क अनुसार यो एसियाकै गम्भीर भ्रष्टाचार मध्येको एक हो। ठूला भ्रष्टाचारहरू जस्तै एनसेल कर्छली, वाइड बडी काण्ड र ललिता निवास प्रकरणले सरकारप्रति जनविश्वास झन गुमाएको छ। सरकारले गणतन्त्र त ल्यायो, तर आन्तरिक राजनीति किचलो सुधार्न सकिन। भ्रष्टाचारको यो आँधीले आर्थिक विकासमा पनि ठूलो बाधा पुर्याएको छ। विश्व ब्याङ्कको प्रतिवेदन अनुसार 2024 मा नेपालको आर्थिक वृद्धि दर 4% रहेको छ, जुन कोभिड-19 को महामारी भन्दा पहिला 7% थियो। अहिले झन घटेर आएको देखाएको छ। देशमा बेरोजगार बढ्दै गयो र युवाहरू रोजगारीका लागि खाडीतिर पलायन हुँदै गए। गणतन्त्र त आयो, गणतन्त्रले समावेशी संविधान बनायो, तर त्यसको फाइदा जनताले भन्दा राजनीतिमा आबद्ध नेताहरू र तिनका नजिक रहेका व्यक्तिहरूले लिए। यदि तपाईले सत्तामा रहेका नेताहरूको बायोडाटा हेर्नुभयो भने त्यहाँ तपाईले परिवारवाद, आफन्तवाद, नातावाद, कृपावाद र अन्त्यमा पार्टीप्रति वफादार हुनेहरूले स्थान पाएको देख्नुहुनेछ। जनतामा निराश चुलिएको अवस्थामा छ। गणतन्त्रमा जातीय, क्षेत्रीय, लैङ्गिक र समावेशिताको आधारमा भए पनि मधेसी, जनजाति र दलितहरूले अझै पनि उनीहरूले आफूलाई राज्यको मूलधारबाट बाहिर राखेको अनुभव गर्छन्। अर्को कुरा, आधारभूत सुविधाहरू जस्तै स्वास्थ्य, शिक्षा र बिजुलीमा केही सुधार भए पनि त्यो जनताले सोचे भन्दा धेरै कम छ। कोभिड-19 मा भएको स्वास्थ्य सम्बन्धी कमजोरी र भूकम्पपछिको पुनर्निर्माण छताछुल्ल छ। यी यस्तै सबै कारणले गर्दा जनमानसमा आक्रोश चुल्लिँदै गएको छ। अब राजावादीहरूको आन्दोलन।
जनमानसमा चुलिँदै गएको असन्तुष्टिको बिन्दुमा राजावादीहरू आन्दोलित भएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले विभिन्न अवसरमा देश सुधार्न आफ्नो भूमिका हुन सक्छ भन्ने वक्तव्य दिँदै आएका छन्। पछिल्लो दिनहरूमा राजाले देशका विभिन्न ठाउँहरूमा मानिसहरूसँग प्रत्यक्ष भेटघाटमा दौडधुप गरिरहेका छन्, जसले धेरैले राज संस्था फर्काउने सङ्केतका रूपमा मानेका छन्। हुन त धेरैले राजाको समर्थन गरेका छन्, तर आजभोलिका युवा पुस्ता गणतन्त्रमा हुर्किरहेकाले राजालाई पुरानो शासन भन्ने गर्छन्, जुन समानता र समावेशिता राज संस्थाले दिन सक्दैन। राजतन्त्रको समर्थन रापरपाले गत चुनावमा 5.5% मात्र मत पाएको थियो, जुन गणतन्त्रको पछि धेरै मत रहेको देखिन्छ। गणतन्त्रको कमजोरीका कारणले झन राजावादीहरूले बल पाइरहेको देखिन्छ। अझ पनि सरकारले जनताको इच्छा पूरा गर्न सकिन भने राजावादीहरूले झनै बल पाउने सङ्केत देखिन्छ। आदरणीय दर्शकवृन्द, आजको हाम्रो नेपालको गणतन्त्र किन धरापमा छ भन्ने सामान्य जानकारी कस्तो लाग्यो भिडियो हेर्दै गर्नुहोला। च्यानललाई माया गरी सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै बिदा चाहन्छु। नमस्कार, जय नेपाल।